नमस्ते साथीहरू, तपाईँहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज चाहिँ हामी तपाईँहरूलाई बडी माइलका कसरी जाने, कहाँबाट जाने र कुन ठाउँको गाडी चढ्ने र कति ट्रेक गर्ने भन्ने कुराहरू चाहिँ आज हामी तपाईँलाई यो भिडियो मार्फत जानकारी दिँदैछौँ। विशेष गरी तपाईँहरू काठमाडौँ अथवा देशको जुनसुकै ठाउँबाट तपाईँहरू बडी माइलका जानको लागि इच्छुक हुनुहुन्छ भने काठमाडौँबाट हुनुहुन्छ भने डाइरेक्ट मार्तडीको गाडी पनि जान्छ, जुन तपाईँहरूको बिहान 10 बजी त्यो मार्तडीको गाडी छुट्छ। र त्यसै गरी अब धनगढी गएर धनगढीबाट चाहिँ तपाईँहरू मार्तडी गएर मार्तडीबाट ट्रेक गर्न पनि सक्नुहुन्छ। जसको लागि चाहिँ धनगढीबाट तपाईँहरू धनगढी जानको लागि चाहिँ काठमाडौँबाट 12 बजीदेखि गाडीहरू स्टार्ट हुन्छ र 12 बजीदेखि स्टार्ट भएको गाडीहरूमा तपाईँ चढेर जान सक्नुहुन्छ। त्यसै गरी तपाईँहरू मार्तडीको लागि बिहान 10 बजी गाडीमा जान सक्नुहुन्छ। अब मार्तडी जाँदाखेरि चाहिँ आज 10 बजी चढ्नुभयो भने भोलि बेलुका 9-10 बजी नै तपाईँहरू मार्तडी पुग्नुहुन्छ। त्यसरी जाँदाखेरि चाहिँ र अब यदि तपाईँहरू धनगढी जानुभयो भने तपाईँहरू बिहान 9-10 बजी धनगढी पुग्नुहुन्छ, दिउँसो रेस्ट गरेर बेलुका फेरि मार्तडीको गाडी चढेर जान सक्नुहुन्छ। जुन कि तपाईँहरूको यात्रा एक दिन लामो चाहिँ हुन्छ तर अलिकति सहज चाहिँ हुन्छ, किन भन्दाखेरि तपाईँ रेस्ट गरेर जान पाउनुहुन्छ। अब इनकेस कुनै दिन चाहिँ अब मार्तडीको गाडी बिग्रियो अथवा जाम पर्यो केही भयो भने चाहिँ तपाईँहरूको 36 घन्टाको ठाउँमा चाहिँ 48 घन्टा 50 घन्टा लाग्न सक्छ। त्यसकारण तपाईँहरू चाहिँ धनगढी गएर जाँदा पनि हुन्छ। अब तपाईँहरूको इच्छाको कुरा त्यो चाहिँ जसरी जाँदाखेरि पनि सजिलो। अब गाडी केही भएन भने चाहिँ मार्तडी जाँदा नै सजिलो हुन्छ। जुन तपाईँ दोस्रो दिन मार्तडी पुग्नुहुन्छ, तेस्रो दिन चाहिँ तपाईँहरू तेस्रो दिनबाट चाहिँ तपाईँहरू मार्तडीको गएको भोलिपल्टबाट चाहिँ तपाईँहरू ट्रेक सुरु गर्न सक्नुहुन्छ। फर्स्ट डे चाहिँ तपाईँहरू 8 देखि 10 घन्टा हिँडेर, अब हिँड्न सक्ने मान्छे चाहिँ 8 घन्टामा पुग्छ सोतापाटन, नहिँड्न सक्ने मान्छे चाहिँ 10 घन्टा लाग्छ। र तपाईँहरू सोतापाटन गएर बस्न सक्नुहुन्छ। बिचमा खाने कुराहरू केही पनि पाउँदैन, त्यो भएर तपाईँले खानेकुरा चाहिँ आफ्नो लगेर जानु पऱ्यो बोकेर। अनि सोतापाटन पुगेपछि बेलुका चाहिँ तपाईँहरूले अब अहिले यो सिजनमा चाहिँ गोठहरू हुने भएको भएर खाना चाहिँ खान पाउनुहुन्छ सोतापाटनमा चाहिँ। र आफैले बोकेर लाँदाखेरि चाहिँ राम्रो, टेन्टहरू पनि लगेर गएको, टेन्टमा बस्दाखेरि झनै राम्रो। गोठमा बस्नुभयो भने चाहिँ तपाईँहरूलाई चाहिँ अब उडुसको समस्या हुनसक्छ होइन, अनि खासै राम्रो बस्ने ठाउँ पनि हुँदैन। टेन्टहरू बोकेर जानुभयो भने सजिलो हुन्छ। र चौथो दिन चाहिँ तपाईँहरू सोतापाटनबाट त्रिवेणी जाँदाखेरि चाहिँ बिहानै उठेर हिँड्नुभयो भने चाहिँ मजाले हिँड्ने मान्छे चाहिँ तपाईँको 4 देखि 5 घन्टामा चाहिँ त्रिवेणी पुग्छ। अनि त्यहीँ गएर खानासाना बनाएर खाँदा नि हुन्छ। त्रिवेणी घुम्नलाई पनि सजिलो हुन्छ। तपाईँको फोटो खिच्दै जाँदाखेरि सोताभन्दा माथि घोडा पाटनबाट तपाईँको ओह्रालो झरेर भित्ती चिन्ह उकालो चढ्नु भयो भने त्यहाँबाट चाहिँ भ्यूहरू एकदम राम्रो खुल्ने भएको भएर त्यहाँ अलिकति मान्छे अल्मलिन्छ। र अलिकति 4000 मिटरसम्मको हाइट पुग्ने भएको भएर त्यहाँ चाहिँ अलिक गाह्रो हुन्छ। बिस्तारै जानुभयो भने बुढीमाईको थान पुग्नुहुन्छ। तपाईँहरू 3 देखि 3.5 घन्टा 4 घन्टामा चाहिँ बुढीमाईको थान पुग्यो भने त्यहाँबाट चाहिँ तपाईँहरूलाई जम्मी आधा घन्टामा चाहिँ तपाईँहरू त्रिवेणी झर्नुहुन्छ। त्यो दिन त्रिवेणी बसेर अर्को दिन चाहिँ तपाईँ अब डे 5 मा चाहिँ तपाईँहरू मन्दिर जान सक्नुहुन्छ। त्रिवेणीमा चाहिँ एउटा धर्मशाला चाहिँ छ। ठुलो पानी पऱ्यो भने चाहिँ त्यो धर्मशालाले चाहिँ तपाईँहरूको पानी रोक्दैन। त्यो भएर टेन्ट लगेर जानुभयो भने धर्मशालाभित्र टेन्ट लाउनु भयो भने चाहिँ एकदम बेस्ट हुन्छ। र अहिले चाहिँ त्यहाँ सोलर प्यानलहरू कर्णाली प्रदेशले जोडिदिया भएर त्यहाँ चाहिँ घाम लाग्यो भने चाहिँ तपाईँहरूले अहिले चार्ज लाउन चाहिँ पाउनुहुन्छ अहिले यो नयाँ उसमा चाहिँ। र त्यसै गरी तपाईँ डे 5 मा चाहिँ मन्दिर गएर ब्याक टु त्रिवेणी नै आउन पनि सक्नुहुन्छ। मन्दिर जान तपाईँहरूलाई 3.5 देखि 4 घन्टा चाहिँ नर्मली लाग्छ नै। अब हिँड्नै नसक्ने मान्छे हो भने चाहिँ 5 घन्टा नै लाग्छ। बिहानै उठेर मन्दिर गएर ब्याक टु त्रिवेणी भए पनि हुन्छ, होइन भने त्यहीँबाट तपाईँहरू मन्दिर चढेर मन्दिर दर्शन गरेर त्यहाँबाट तपाईँहरूले 2टा अप्सन पाउनुहुन्छ, जुन चाहिँ एउटा नाट्यचोरी एउटा मना। मन्दिरबाट झर्दाखेरि चाहिँ गाउँ नजिकै पर्ने र गाउँमा होटेल भएको ठाउँ मना भएको भएर मना जाँदा नि हुन्छ, होइन भने चाहिँ तपाईँहरू नाट्यचोरी झर्दाखेरि चाहिँ हुन्छ। नाट्यचोरी पनि दर्शन गर्न मन भएको मान्छे चाहिँ नाट्यचोरी दर्शन गर्न झर्दाखेरि हुन्छ। तर अलिकति हिँडाइ चाहिँ तपाईँको त्यहाँबाट मन्दिरबाट चाहिँ 6 देखि 7 घन्टा लाग्छ र मन्दिर पुग्न 4 घन्टा, तपाईँको 9-10 घन्टा 10-11 घन्टाको हिँडाइ हुन्छ डे 5 मा चाहिँ। अनि डे 6 मा चाहिँ तपाईँहरू त्यहाँबाट झरेर मार्तडी गए पनि हुन्छ, नभए चाहिँ तपाईँहरू त्यहाँबाट बामगा झरेर बामगाबाट धनगढी जाँदा नि हुन्छ। र अब मार्तडीमा बस्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ तपाईँहरू सिधै काठमाडौँको गाडी पनि पाउनुहुन्छ, नभए धनगढी गएर धनगढीबाट तपाईँहरू चाहिँ तपाईँहरू बर्दिया घुमेर अथवा शुक्लाफाटा घुमेर पनि काठमाडौँ फर्किन सक्नुहुन्छ। जम्मी 9 दिन 8 देखि 9 दिनमा यो ट्रेक सकिन्छ नर्मल गर्ने हो भने। अनि यसमा चाहिँ तपाईँहरूको कस्ट 28 देखि 30,000 आउँछ, जुन कि तपाईँहरूको लागि 9-10 दिनमा त्यत्रो टाढा पुगेर आउनलाई धेरै ऊ चाहिँ होइन। अहिले चाहिँ गाडीको रेट बढायो भएर अलिकति महँगो छ, त्यो भएर चाहिँ अलिकति बढी हुनसक्छ, 30-32,000सम्म चाहिँ तपाईँहरूको कस्टिङ आउनसक्छ। त्यो आफूमा भर पर्ने हो। अनि त्यो विशेष गरी चाहिँ तपाईँको सामान बोकाउने भरियाहरू लाने भयो भने चाहिँ कस्ट बढी आउने हो, नभए चाहिँ 28 देखि 30,000मा तपाईँहरूको भ्याउँछ र तपाईँहरू त्यसरी ब्याग हुन सक्नुहुन्छ। अब तपाईँहरूले यसमा बोक्नुपर्ने सामानहरू चाहिँ स्लिपिङ ब्याग, टेन्ट र तातो लुगाहरू चाहिँ नछुट्टाइ
लानुपर्ने हुन्छ तपाईँहरू। खानेकुराहरू बोक्नु पर्यो, जुन कि तपाईँहरूले त्यहाँ माथि गएपछि केही पनि पाउनुहुन्न। म यो पाउँछु, त्यो पाउँछु भनेर तपाईँहरू यत्तिकै हिँड्नुभयो भने चाहिँ तपाईँहरूलाई गाह्रो हुन्छ। त्यो भएर खानेकुराहरू चाहिँ बोक्नु पर्यो। प्लस तपाईँहरूले म्याट बोक्नु पर्यो र एकजना अब यत्तिकै जाँदै हुनुहुन्छ भने त्यहाँको एकजना लोकल लगेर जाँदाखेरि चाहिँ एकदम बेस्ट हो। र त्यसै गरी अब बेस्ट सिजन भनेको तपाईँको बडी मालिकाको चाहिँ हाम्रो असार, साउन, भदौ 3 महिना चाहिँ एकदमै बेस्ट सिजन हुन्छ बडी मालिकाको लागि चाहिँ। र यो 3 महिनामा चाहिँ हरियाली फाँटहरू देखिने भएर हिँड्न पनि अलिकति सजिलो हुन्छ। अरू बेलाको जस्तो चिसो हुँदैन, हिउँ हुँदैन। हिउँ मेन कुरा चाहिँ हिउँ धेरै पर्ने भएर बडी मालिकामा चाहिँ तपाईँको लगभग जेठसम्म पनि हिउँ पर्ने हुन्छ। त्यो भएर असार, साउन, भदौ 3 महिनामा चाहिँ एकदम बेस्ट सिजन हुन्छ। त्यति बेला चाहिँ तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। त्यसै गरी अब यो जनै पूर्णिमामा जान्छु भन्ने मान्छेहरूको लागि चाहिँ मान्छेले बुझ्नु भएको छैन अहिलेसम्म कसैले पनि। जनै पूर्णिमामा चाहिँ बडी मालिकामा मेला लाग्दैन। जनै पूर्णिमाको एक दिन अगाडि पनि तपाईँको बिहान 9 बजे मेला सकिन्छ। जुन चतुर्दशीको दिन चाहिँ 10 बजे सकिन्छ। त्यो भएर म्याक्सिमम मान्छेहरू चाहिँ त्यो चतुर्दशीको अघिल्लो दिन बेलुका नाइट बस्ने गरी चाहिँ बडी मालिका मन्दिर पुग्छ। त्यो दिन चाहिँ त्रिवेणीमा पनि मेला लागिरहेको हुन्छ र त्यहाँ नुहाइधुवाइ गरेर तपाईँहरू चाहिँ त्यहाँ गएर बस्नुभयो भने चाहिँ मन्दिर गएर बस्नुभयो भने एकदम बेस्ट हुन्छ। र त्यहाँबाट तपाईँले अर्को दिन चाहिँ नाट्येश्वरी चढेर नाट्येश्वरी दर्शन गरेर पनि फर्किन सक्नुहुन्छ। र यदि अब तपाईँहरू यसरी जान नसकिने जस्तो भयो भने प्याकेजमा जान खोज्नेहरूका लागि चाहिँ हाम्रो एम्बर होल्डेजले चाहिँ विगत 9 वर्षदेखि चाहिँ हामीले बडी मालिका प्याकेज चलाइरहेका छौँ र तपाईँहरू पनि प्याकेजमा जोइन भएर जान सक्नुहुन्छ।